नमस्कार पुदिनाले नमस्ते गरे है त। सबैजना जुन कुनै देशमा पनि बस्नु भएर यो मेरो भिडियो हेर्नु भएको छ, सबैलाई नमस्कार। आज म हाम्रो रेस्टुरेन्टको पछाडिपट्टि करेसाबारीमा पुदिना लगाएको थिएँ। यो पुदिना आज हर्लक्क हुर्किएको छ र यसलाई आज काट्दैछु। काटेर यसलाई आज चटनी बनाउने प्रोग्राम छ। हरियो चटनी, धनिया पुदिनाहरू हालेर बनाएको चटनी बनाउनु पर्नेछ। त्यसैले आज म कटिङ गर्दैछु र हामीले यसलाई यसको मन्टाहरू तातो पानीमा हालेर बिहान चट्ट खाँदा पनि राम्रो हुन्छ, चिया बनाएर खाँदा पनि हुन्छ हैन, राम्रो हुन्छ। त्यसैले सबैले आफ्नो कुनै ठाउँ छ भने गमला राखेर हुन्छ या कुनै यस्तो ब्लकहरू राखेर माटो बीचमा भरेर खुर्सानी, मिन्ट, अरु धनियाहरू पनि लगाउन सकिन्छ। यसरी हामीले गरेका छौं। यति राम्रो भयो हैन। मैले पुरै कटिङ गरे। अब यसलाई चट लाएर छाटफुट गरेर पत्ताहरू निकालेर पुदिनाको चटनी बनाउने हो। खान मन छ भने हजुरहरू आउनु होला। हाम्रो रेस्टुरेन्ट छ खरे हाउस नाम बगान। तबसम्मको लागि हामी पर्खेर बस्ने छौं। नमस्कार। ल बाइ बाइ। धेरै धेरै धन्यवाद।